नयाँ वर्षको दिन नयाँ ब्लगसित उपस्थित हुँदै सबैलाई वेलकम टु माई भ्लग। अनि 2083 न्यू इयर, सबैलाई ह्याप्पी न्यू इयर भन्दै आज चाहिँ म 6:38 मा उठेँ, ब्रस गरेँ, मुखसुख धोएँ अनि सूर्य भगवानलाई पनि नमस्ते गरेर भ्लग स्टार्ट गर्दैछु। आज न्यू इयरको दिन म के गर्छु, घुम्न जान्छु कि जाँदिनँ अथवा घरमै के गर्छु कि सबै देखाउनेछु है त। स्टे ट्युन। अझै मम्मीले मलाई माथि बोलाउनु भयो, हेर्नुहोस् हाम्रो यहाँ मेरो मोबाइलमा त गतिको त आउँदैन, त्यही पनि हेर्नुहोस्। अनि माथि म चाहिँ भ्यू देखाउन चाहेँ, यसमा चाहिँ 10 रुपियाँ पाएँ। अब खोटो दग्ने हो, आशीर्वाद होस्, सुख शान्ति रहोस्। पानी आउला फर्रो फाल्दिउँला भन्दा भन्दा पानी छ म चाहिँ भ्यू देखाउन जान्छु। यहाँबाट चाहिँ सरर भ्यू चाहिँ यस्तो देखिन्छ हाम्रो यहाँबाट, मेरो घरबाट। मेरो मोबाइल चाहिँ गतिलो छैन, गतिलो त छ तर त्यति साह्रो गतिलो छैन, यत्तिको चाहिँ भ्यू देखिन्छ है गाइस। म चाहिँ वर्कआउट गर्ने भनेको बिर्सेछु। गाइस म चाहिँ नुहाएर सुतेको, उठेको, के भन्छ गाइस। म चाहिँ अब नुहाएर खाना खान लागेको, भात तरकारी आलु पोडी के हो नाम पनि थाहा छैन, सिमी अब के अनि अन्डा सिधा खान लागेको ल। सो गाइस खाना सँगसँगै मैले नास्ता पनि खाइसकेँ, जुन चाहिँ मैले सर्ट्स भिडियोमा गएर हालेको छु, त्यहाँ गएर हेरिदिनु होला। अनि अर्को नास्ता मैले मकै चिया पनि भर्खरै खाएँ। अनि म आज चाहिँ कतै पनि गइनँ, घरमै बसिरहेको छु, टिकटक हेर्दै मोबाइल हेर्दै, काम छैन। ह्याप्पी न्यू इयर गाइज। अनि धेरै मोबाइल हेऱ्यो गाइज, अब चाहिँ म माथि जान्छु अनि के पकाउनु भएको छ हेर्छु, त्यति हो। सो गाइस म चाहिँ माथि जानु लागेको, यस्तो रिकर्ड राम्रो छ धेरै मोबाइलहरू, काम नगर्दाको भ्लग हेरेछ, युट्युब हेरेछ, काम छैन मेरो जिन्दगी, के बाँकी छैन। अनि चाहिँ आगोमा पकाएको हुन्छ, खाएको नि त। स्प्राइट ल्याउनु भने भयो पहिला नि तुला चाहिँ कता गएपछि। यहाँ के पाकेको छ त? माछा हो। ए आज मासु नपकाएको, ए ल ठिक छ। सो गाइज मेरो बहिनीले चाहिँ रोटी लिएर आएर रहेछ, हामीले चाहिँ बाँडेर खायौँ, दुईवटा रोटी लिएर आएर रहेछ। फ्रन्ट क्यामेराबाट त लाग्दैन राम्रो। मलाई चाहिँ बस्दा बस्दा वाक्क लागिसक्यो, के गरौँ भयो, धेरै मोबाइल पनि नहेरौँ भनेर। ल गाइज अब चाहिँ म मेरो बहिनीलाई 3टा Q&A क्वेसन मलाई सोध भन्छु, अब के सोध्छ है त। के गरायो? हेलो सिस्टर, वेलकम टु माई ब्लग। तपाईँले मलाई 3टा Q&A क्वेसन सोध्न पाउनुभयो भने तपाईँले के सोध्नुहुन्छ? यो यस्तो बोयफ्रेन्ड किन छैन, के छैन अहिले यो भन्ने यस्तोतिर सोच होइन। अब अर्को स्किप।
कति राम्रो देखेको के विश्व सुन्दरी लगाउँदाखेरि बुढी सो गाइज मेरो भ्लग चाहिँ आज खासै इन्ट्रेस्टिङ छ जस्तो लाग्यो नि तपाईँहरूलाई म फुल देखाउँछु यो फुल हेर्नु अनि यो चाहिँ के फुल हो कुनै थाहा छैन यो फुल पनि हेर्नुहोस् डाँट हो यो चाहिँ यहाँ नि एउटा फुल छ यहाँ नि एउटा फुल छ यो पनि के प्लान्ट भन्छ कुनै यहाँ केही पनि छैन त्यही हो आज चाहिँ त्यही हो त्यही नै हो यो चाहिँ यतापट्टि हाम्रो घर साइडको छिमेकी अङ्कलको घर चाहिँ भुत खाना जस्तो छ मलाई डर लाउँछ यार यहाँ हेर्न पनि हेर्छ गाइस त्यति नै हो अझ चाहिँ खाना खाने बेलामा भेटौँला है सो गाइस अब चाहिँ खाना खाएर मेरो भ्लग पनि यहीँ इन्ड हुन्छ अनि सबैजनाले लाइक कमेन्ट सेयर गरिदिन नभुल्नु होला थ्याङ्क्स फर वाचिङ बाइ बाइ गाइज